मर्ने बेला नि माछा खाइरहेछ ल मर्दैन साहब मर्दैन नि सबलाई म बचाइहाल्छु के बचाइहाल्छु ल दाइले उद्धार गर्दै हुन्छ पत्तीले जाल काटेर साँपको उद्धार माछा मुखमा छोरे खाएन फेरि आज माछा खायो हो नत्र हामीलाई टोकेल चाहिँ अहिले टोक्दा पानी खाँदैन ल अब यो ग्रेभी उम्लिसक्यो पाकिसक्यो अब यसको माथि चाहिँ यो माछा राख्छौँ यो माछा राखिदिन्छौँ अनि यसलाई यसरी पकाउनुको कारण चाहिँ यो भुटेपछि यसको किमा भइहाल्छ सबै धुलो धुलो भयो हुन्छ त्यही भएर चाहिँ यसलाई यसरी नचलाएर यसरी ग्रेभीमा अब यसलाई ढाकेर पकाउनुपर्छ लगभग सानो फ्लेममा 10 मिनट जति यसलाई उमालेर पकाउने अनि माछा खानको लागि तयार हुन्छ यदि हामीले भुटेर पकायो भने यो सबै धुलो हुन्छ त्यो खानको लागि के मजा नै आउँदैन बिस्तारै चलाएर अब यसलाई ढाकेर छोपेर राखिदिन्छौँ अनि हाम्रो माछा रेडी हुन्छ ल अब यसलाई बिस्तारै लो फ्लेममा 10 देखि 12-15 मिनटसम्म यत्तिकै पकाएर राख्नुपर्छ सबै मर मसलाहरू भित्र बस्छ बनाएर पुरी राख्ने चाहिँ राम्रो हुन्छ अनि भातसँग खाँदैछौँ हामी माछा सर्सो राख्नुपर्छ सर्सो भन्दा छुट्टै हुन्छ त्यो राखेको पनि मिठो हुन्छ भातसँग मिठो हुन्छ आटोसँग पनि मिठो हुन्छ रोटीसँग पनि मिठो हुन्छ खोलाको माछा गुवार खोलाको ऊ माछा खाने भातसँग माछा खाँदैछौँ यो ग्रेभी हो अनि माछाको माछा खाँदै थियौँ कस्तो छ